नमस्ते, यहाँहरूलाई स्वागत छ स्टडी जापानिज ल्याङ्ग्वेजमा। आज हामी सानो चुको बारेमा पढ्छौं। सानो चु हामीले कसरी युज गर्ने भनेर सिक्छौं। कुनै पनि शब्दमा आधा अक्षर लेख्नु पर्दाखेरि हामीले सानो चुको प्रयोग गर्छौं। जस्तै हामीले जास्सी लेख्नु पर्दाखेरि जा सानो चु र सी, सानो चु र सी लेखियो। सानो चुको पछाडि जुन अक्षर आउँछ हामीले त्यसलाई नै आदि अक्षर पढ्नु पर्छ। म नेपालीमा पनि प्रोनाउन्सिएसन लेखिदिन्छु यसको। जा आधा स अनि सी, जास्सी भनेको पत्रिका। त्यस्तै अर्को अक्षर छ आधा चु प्रयोग गरेर बन्ने अक्षर मा सुगु, सानो चु सु, गुमा तेन्तेन गु, मा सुगु। मा सुगु भनेको सिधा स्ट्रेट भनिन्छ। सजिलो छ यो, तपाईहरुले त्यस्तो गाह्रो मान्नु पर्दैन यसमा। सानो चुको पछाडि जुन अक्षर आउँछ त्यसलाई हामीले आदि प्रोनाउन्स गर्ने हो, त्यति मात्रै हो। सानो चु पछि अब हामी सानो या यु र यो को प्रयोगको बारेमा पढ्छौं। यो सानो या यु र यो चाहिँ हामीले उच्चारण गर्ने ई को लाइनहरुमा मात्रै प्रयोग हुन्छ। जस्तै कि, सी, ची हरुमा चाहिँ सानो या यु र यो को प्रयोग हुन्छ। जस्तै सानो या को प्रयोग गर्दाखेरि चाहिँ किमा सानो या को प्रयोग गर्दा के हुन्छ त? क्या हुन्छ। पहिला कि बनाउने अनि या सानो या बनाउने, यो चाहिँ क्या भयो। म नेपालीमा पनि लेखिदिन्छु यहाँ, क्या भयो हैन। त्यसपछि यो अब यु लगाउँदाखेरि चाहिँ के हुन्छ त? किमा सानो यु लगाउने, यो चाहिँ क्यु भयो। यो चाहिँ पछाडि सानो या लगाए पनि यसलाई चाहिँ प्रोनाउन्स गर्दाखेरि चाहिँ पुरै पढ्नु पर्यो। अगाडिकोलाई चाहिँ सानो आदि पढ्नु पर्यो, क्या आदि क बनाउनु पर्यो, क्या बनाउनु पर्यो। त्यस्तै युमा पनि पछाडिकोलाई सानो यु भए पनि ठुलै उच्चारण गर्नु पर्यो भन्नाले यसलाई पुरा उच्चारण गर्नु पर्यो, क्यु बनाउनु पर्यो। त्यस्तै क्यो पनि यो बनायो, यो भयो क्यो। त्यस्तै गरी सबैमा यसरी नै लाग्दै जान्छ यो। अब सी बनाऊ हामीले। सीमा सानो या आएपछि के भयो त? स्या। सीमा सानो यु आयो, के भयो त? स्यु। फेरि सीमा यो लगायो, के भयो? स्यो। त्यस्तै अब सीमा पनि त्यसै गरी लगाइन्छ। चीमा या लगायो, च्या भयो। चीमा यु लगायो, च्यु भयो। र चीमा यो लगायो, च्यो। सानो चुमा चाहिँ पछाडिको अक्षरलाई अगाडि पनि आदि गराएर पछाडि पुरा गराउनु पर्ने थियो। त्यस्तै जास्सी गरायो हैन। यसमा चाहिँ पछाडि सानो यो लगाए पनि त्यो सानो योलाई चाहिँ पुरै पढ्नु पर्यो। अगाडिको ची चाहिँ
आदि हुने भयो, पछाडिको यो चाहिँ पूरा हुने भयो, च्यो भयो। त्यस्तै नि, निमा या लाग्यो, न्या, निमा यो लगायो, न्यो, र निमा सरी यहाँ यु लगाउनु पर्यो, यहाँ मिस्टेक भयो है। निमा यो यु को लाइन हो है, यु लगाउनु पर्यो, न्यू भयो। त्यस्तै यहाँ न्यूमा यो लगायो, न्यो भयो। अब हिमा आयो, हिमा या लगायो, यो ह्या भयो। हिमा यु लगायो, ह्यु भयो, ह्यु भयो। र हिमा यो लगायो, यो भयो, यो आधा ह हो, यो भयो। अब मीमा या लगायो, म्या भयो। मीमा यु सानो यु लगायो, म्यू, र म्यूमा यो लगायो, म्यो। अब पालो आयो रीको, रीमा या बनाउनुस् र यसलाई यो र्या भयो, र्या। रीमा यु बनाउनुस्, र्यु भयो, यो र्यु यसरी र्यु भयो। यस्तै रीमा यो बनाउनु, र्यो भयो। अब टेनटेन र मारु लाग्ने अक्षरहरुमा पनि त्यस्तै नै हो। अब कीमा हामीले टेनटेन लगाएर गी बनाएका छौं र यसलाई ग्यु बनाउनु पर्यो भने यसरी गी बनायो र या ग्या भयो, ग्या। र गीमा यु लगायो, ग्यु भयो। गीमा यो लगायो, ग्यो भयो। अब जीमा या लगायो, ज्या। जीमा यु लगाउनुस्, ज्यू। जीमा यो लगाउनुस्, ज्यो भयो। मैले कस्तो बनाइदिए हैन यस्तो। अब बीमा या लगाउनुस्, ब्या। बीमा यु लगाउनुस्, ब्यू। बीमा यो लगाउनुस्, ब्यो भयो। अब हिमा मारु लगाएपछि पी हुन्छ, यसले
पीमा या लगाउनुस्, प्या, पीमा यु लगाउनुस्, प्यु र पीमा यु लगाउनुस्, प्यो भयो। अब सानो या यु र यो लाग्ने भनेको यिनै अक्षरहरू अरूमा लाग्दैन। यसका इक्जाम्पलहरू उदाहरणहरू चाहिँ यहाँ मैले लेखिदिन्छु। उदाहरणहरू चाहिँ के छन् भने जस्तै अब खाइस्या भयो हैन, खाइ जो इ हो यो खाइ स्या, यो सानो या खाइस्या। खाइस्या भनेको कम्पनी भयो। त्यस्तै अब यो सीमा सानो या स्या अनि सिन, स्यासिन भनेको फोटो भयो, तस्बिर फोटो हैन, यो चाहिँ फोटो, यो चाहिँ कम्पनी देखेछ होला है, कम्पनी भयो। अनि अर्को चाहिँ अब र्योको भन्ने छ, यो सानो यो र्योको भनेको चाहिँ ट्राभलिङ भ्रमण हो, ट्राभल गर्ने, ट्राभल भ्रमणलाई चाहिँ र्योको भन्छ। अनि अझै एउटा लेखौं, मतलब ब्योइन लेखौं, ब्योइन भनेको चाहिँ हस्पिटल हो, हस्पिटललाई चाहिँ ब्योइन भन्छ, ब्योइन। अरु पनि इक्जाम्पलहरु मैले पछाडी एड गर्दिन्छु। हजुरले पनि यो घरमा प्र्याक्टिस गर्दै गर्नु होला। हस्त, धन्यवाद।